आज तपाईँको भाइ विनोद कहाँ गइरहेको छ त? यो के फोन हो? किन देखाउँदैछ त भन्ने कुरो चाहिँ यो भिडियोमा सबै देखाउँछु। र आज भने म एउटा फोन चाहिएको थियो र म गएको थिएँ र मलाई सबसे हेर्दा आइफोन 70 प्रो म्याक्स चाहिँ मलाई बवाल लागेको थियो र यसो हेरेर म त्यहाँ आइसकेँ र आइसकेपछि रुममा आइसकेपछि नेपाल ल्याएको चाउचाउ अनि चटपटे बनाएर दाइ र मम्मीले चाहिँ छुट्टीको दिन बवाल गऱ्यौँ। सो गाइस कम ब्याक टु माई मिनी बेलाको स्वागत छ। आशा गर्छु साथीहरू सबै सन्चै आएर हुन्छ। म पनि निकै आएर हुन्छ साथीहरू। आज चाहिँ रुममा बसिरहेको थिएँ र आज मेरो चाहिँ सिलिन्डर भइएको रहेछ। 2 महिनापछि सिलिन्डर भइएको थियो र चाहिँ सिलिन्डरलाई भराउन गइरहेको थिएँ। सर र नाइ दाइ गरेर चट्ट दाइरी कभर गरेर गएको थिएँ। आउँदाखेरिमा धेरै गरम भएको थियो र चाहिँ ठन्डा चाहिँ टक्क दाइले चाहिँ ठन्डा दिनुभयो र ठन्डा चाहिँ मैले तब दबाउन थालेँ। त्यसपछि हाम्रो चाहिँ काम भनेको अनि यता गइरहेको थियो। अनि धेरै दिन भयो चटपटे नेपालबाट ल्याएको चटपटे चाहिँ बजिरहेको थियो अनि चाउचाउ पनि बजिरहेको थियो। अनि दाइले सबै सामानहरू किनेर ल्याएर आउनुभएको छ। चल भाइ तिमी चटपटे बनाऊ, म चाहिँ खानापिना बनाउँछु भनेर लाग्नुभएको थियो। अनि चट्ट लाएर मिउनिस गरेर बवाल त सब सामानहरू लाइट हाल्न चाहिँ म बनाउन चटपटे। तपाईँहरूलाई कस्तो लाग्छ चटपटे चाहिँ खाँदाखेरि कस्तो लाग्छ र तपाईँहरू किनेर कति खानुहुन्छ कमेन्ट गर्नु होला। यस्तो खालको चटपटे चाहिँ घरमै बनाएर चाहिँ कसले खान्छ होला साथीहरू मलाई एकचोटि चाहिँ कमेन्ट गरेर जानु होला। यो चटपटे चाहिँ बवाल किन्छ। यसमा चाहिँ चाउचाउ चाहिँ दुइटा परिरहेको छन्। यसरी खानुपर्छ है साथीहरू। चाउ टट्ट लाएर गऱ्याम बवाल तरिकाले यसरी खानुपर्छ। साँच्चै स्वाद चाहिँ थियो र लोकल स्टफ बनाएको छ। त्यसपछि हामी दुई भाइ मिलेर हिँड्यौँ। कहाँ जान लाछाउँछ भन्ने कुरो चाहिँ यो भिडियोमा तपाईँ लास्ट तक हेर्नु भने सारा पत्ता लगाउनुहुन्छ। र पन्जाबको सिटीहरूमा पनि मलाई घुम्नु पनि पाएको थिएन र दाइले चाहिँ जाऊँ न त बाबु घुम्न पनि हुन्छ र यसो काम पनि छ भनेर चाहिँ चलो लेट्स गो भन्न मजा लाग्यो। यहाँ त यो मस्जिद हो कि यो के हो मलाई थाहा पसेन। त दाइले यो जग्गाको नाम चाहिँ बताइराख्नु भएको थियो। मैले त हेरिरहेको थिएँ र हामी चाहिँ फाइनली चाहिँ कहाँ गइरहेको छौँ भन्ने कुरो तपाईँले थाहा हुन्छ पछि साथीहरू। अनि फाइनली हामी चाहिँ पुग्यौँ स्यामसङ भिभो ओप्पो आइफोनको सपमा। हामी चाहिँ ठुलो एकदम पन्जाबको सबसे ठुलो सपमा पुग्यौँ र यो सपमा चाहिँ हाम्रो रुमदेखि चाहिँ कमसेकम 10 किलोमिटर आसपास थियो। र चाहिँ सबसे पहिले चाहिँ म गएर हेरेँ चाहिँ आइफोन 70 प्रो म्याक्स चाहिँ मलाई चाहिँ बवाल लागेको थियो र यसको ड्रामा चाहिँ हेर्न पाइँदो रहेछ र यसको क्यामेरा क्वालिटी बवाल लाग्यो। मलाई एकदम बवाल लाग्थ्यो। यो चाहिँ मेरो ड्रिम हुन्छ सब साथीहरू। आइफोन चाहिँ मेरो ड्रिम हुन्छ साथीहरू। यो भल गराउँदा म कहिले लिन्छु थाहा भएन। र यो मेरो भान्से दाइको लागि नेपाल पठाइनेलाई मोबाइल लिनु गएको थिएँ र त्यही मोबाइल हेर्दा हेर्दा रात पनि पऱ्यो साथीहरू। आजको दिनचर्या त मेरो एसी गरेर बिच्यो र पन्जाबको धेरै सहरहरूमा यताउता भयो घुमेँ र फाइनली आजको भिडियो चाहिँ यतिकै एन्ड गर्छु। यतिको त भिडियो हेर्नु लाइक एन्ड सेयर एन्ड कमेन्ट गरेर चाहिँ नभुल्नु साथीहरू।